हाई एभ्रिवान, इट्स माई फर्स्ट मिनी ब्लग। आई थिङ्क हजुरहरू सबैजना सन्चै हुनुहुन्छ र म पनि सन्चै छु। म चाहिँ आज गोदावरी गएको थिएँ। त्यहाँ जाने बित्तिकै असिना र पानी एकैचोटि पर्यो। पानीबाट बच्ने जुगार यस्तो थियो, एकछिनपछि पानी रहेर हामी घुम्न निस्क्यौँ। एकैछिनमा घाम पनि लाग्यो र मौसम पनि सफा भयो। हामी चाहिँ रोज भएको ठाउँमा गएको थियौँ। त्यसपछि हामी घाममा बसेर चिप्सहरू खाँदै थियौँ। त्यति बेला म र मेरो भाइको को गोरो को कालो भनेर भनाभन भइरहेको थियो। हामी मध्ये को गोरो को कालो छ कमेन्टमा भनिदिनु होला। त्यसपछि हामी फुलचौकीतर्फ लाग्यौँ। गोदावरी बस स्टपबाट फुलचौकी जाने चाहिँ 13 किलोमिटर लाग्ने रहेछ। त्यहाँ जाने बाटो 20% पिच थियो भने 80% अफरोड थियो। पानी परेर बाटो चिप्लो र मौसम पनि चिसो थियो। र फाइनली हामी फुलचौकी पुग्यौँ र मौसम एकदमै चिसो थियो। हुस्सो लागेर होला हामीले राम्रोसँग भ्यू हेर्न पाएनौँ। र माथिको भ्यू चाहिँ यस्तो थियो, पुरा हुस्सो लागिरहेको थियो। मौसम खराब भएर आकाश गाडाङ गुरुङ गरेको कारणले त्यहाँ चाहिँ एकदमै चट्टाङ हान्ने रहेछ। त्यहाँ चाहिँ आर्मी क्याम्प पनि रहेछ। उहाँहरूले भन्नुभएको धेरै डिभाइस अन नगर्नु भनेर। र हामी त्यहाँबाट छिटो छिटो निस्क्यौँ। फर्किने क्रममा मेरो हालत चाहिँ यस्तो भएको थियो।